हाम्रो नेक्स्ट डे आज वर्तमानको दिन बुवा यहाँ चिया खाँदै हुनुहुन्छ भिडियो बनाएको नि बुवा यहाँ चिया खाँदै हुनुहुन्छ यता आमा यता बाहिर सब्जी केलाउँदै हुन्छ सबैजना यहाँ चाहिँ हाम्रो सब्जी धमाधम छ सब्जीको लागि तास्ने हुने यतापट्टि आलु तास्ने कार्यक्रम हुँदैछ धमाधमसँगले अनि सब्जीहरू काटिसके पछाडि चाहिँ अब हाम्रो सलादहरू पनि तयारी हुँदैछ यहाँनिर भाइहरू यताबाट छन् उता पूजा हुँदैछ यता मामा पुलाउ यता सब्जीको लागि कोपी बोइल हुँदैछ यता टमाटर बोइल हुँदैछ र अचारको लागि सामानहरू छ चाहिँ रेडी भइसकेको छ एकदमसँगले हाम्रो दुईजना दाइहरूले चाहिँ एकदमसँग लागेर पुलाउ बनाइसक्नु यतापट्टि सब्जी बनाउँदै हुन्छ होइन यहाँ चाहिँ हाम्रो वर्तमानले केटोको पनि यहाँ पूजासुजा हुन थालिसकेको छ आजको स्टार्टिङ भइसकेको छ यतापट्टि पूजाहरूको पनि गुरुले मन्त्रहरू यताउता के पढ्दै ओर्दै यता पूजा सुरु भइसक्यो त आज अब सरेदाको अब वर्तमान हैन सबै यता हुन्छ दोस्रो पटक हार विष्णु तयार दियो कलश तयार पञ्चकन्या तयार गुरुवर्ग तयार वंश छर छिमेक इष्टमित्र सबै तयार पञ्च भला आदमी तयार पञ्चबाजा तयार भगवान गाइज यहाँ चाहिँ हाम्रो गुरुले मन्त्र सिकाउँदै हुनुहुन्छ होला यो छोपेर चाहिँ के गर्दै हुन्छ भित्र होइन मन्त्र सन्त्र सिकाउँदै हुनुहुन्छ होला चाहिँ वरिपरि राउन्ड घुमाउँदै यहाँ बसाउँदै मन्त्र सिकाउँदै फेरि राउन्ड घुमाउँदै गर्दै गर्दै 3 चोटि होला गर्नुपर्ने 2 चोटि भइसक्यो जस्तो लाग्यो यो चाहिँ तेस्रो चोटि होला घुमाउँदै मन्त्र सिकाउँदै घुमाउँदै छुट्टै मन्त्र सिकाउँदै त्यस्तो हुँदो रहेछ है यस्तो हुँदैछ है त अब चाहिँ हाम्रो यहाँ मन्त्र सिकाउने सकिएर चाहिँ गाइज अब यहाँ भिक्षा दिने कार्यक्रम सुरु हुन लागेको छ भिख दिने कार्यक्रम सो त्यसको लागि चाहिँ यहाँ तयारी हुँदैछ है त हाम्रो यहाँ भिक्षा दिइसकेर आउने मान्छेहरूलाई चाहिँ खाना खुवाउने तयारी चाहिँ यहाँ छ हाम्रो यसको तयारी पनि यहाँ हुँदैछ अब उताबाट भिक्षा दिएपछि यता आउनुहुन्छ यता बस्ने ठाउँ छ खाने ठाउँ छ सबैजना लागेर यहाँ व्यवस्था गर्दै हुनुहुन्छ
अब चाहिँ हाम्रो भिक्षा माग्नको लागि घुम्ने तयारी अवस्था हुँदैछ। यहाँ भाइ उठिसकेको छ यतापट्टि भिक्षा लिनको लागि माग्नको लागि हिँड्नलाई मामाहरू अनि दुईजना अनि भाइ। सो गाइज हाम्रो भिक्षा माग्ने कार्यक्रम सुरु भइसकेको छ। मामाहरू दुईजना हुनुहुन्छ, भाइ हिँडिसक्नु भएको छ होइन। अब वरिपरि 3 राउन्ड घुम्नुपर्छ यसरी नै। बोरा रेडी कता यतै हाल्दैन नि त। भन्नु पर्यो अरे गुरु ल हाम्रो यता पढ्ने गुरु हजुर मन्त्र सुनाउने अधिकारी हो। हजुर नाम मेरो खगेन्द्र अधिकारी हो। मेरो नाति कान्छा नाति हो। केटाको कोर्पाको अनि ढापामा अब कान्छाको घरमा यति थियो यति पुगो अब तल गएर कान्छाको यहाँ हाम्रो गोटाको मान्छे कार्यक्रम सकेर यता खाना बाँड्ने कार्यक्रम सुरु भइसकेको छ होइन। मैंने कमर हराइदियो कमर हाम्रो टिका लाउने टोलीहरू चाहिँ सकेर यता खाना खाँदै हुनुहुन्छ। अरू टिका लाउने मान्छेहरू त टिका लाउँदै हुनुहुन्छ। खाने मान्छेहरू यता खाने दमादम छ है त्यो एकदम
कस्तो भयो त वर्तमानमा कस्तो लाग्यो तपाईलाई राम्रो बनाएको सबै इष्टमित्र आए बोल्न पाइयो शुभ शुभकामना शुभ आशीर्वाद शुभ सम्झना देश विदेशमा भएका छोराछोरी नाति नातिनानीका आशीर्वाद मैले दिएको छ सबैलाई सुख शान्ति शान्ति होस् देशमा विदेशमा नाति नातिना हाम्रो वर्तमानको कार्यक्रम सकेर चाहिँ फोटोसुटको कार्यक्रम हुँदैछ होइन यहाँनिर चाहिँ एकदम सबैजना फोटोसुटमा लाग्नु भएको छ यहाँ भाइ रुँदैछ यो अब चाहिँ हाम्रो वर्तमान त सकेर हाम्रो गुरुहरूलाई बिदाई पनि गरिँदैछ साथीभाइहरू होइन एकदमसँगले चाहिँ ल यहाँ चाहिँ फोटोसुट हुँदैछ यता हेर्नु त दादा अगेन वेलकम टु माई भ्लग होइन म चाहिँ आज चाहिँ भाइको बर्थडेमा सक्यो अनि यहाँ चाहिँ यस्तो थियो अब सकिन्छ यस्तो सबै होइन हेलो गाइस हेलो गाइस हेलो गाइस 40 मिटर अगाडि तपाईको काम छैन यिनीहरू त डान्स हान्दै एउटा यस्तो 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 गर्दै एउटा यस्तो यस्तो गर्दै न दुइटैले ल हाम्रो भाइ के अरे भाइ 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 जेरी व्यापारी बाटोमा कुद्दै थियो भाइले यहाँ बोलाएको जेरी बेच्न होइन भाइ एकदमसँगले जेरी बेच्दैछ भाइ लुगा चाहिँ ठ्याक्कै यता बर्तनमा सुहाउने खालको लगाएको रहेछ भाइ जेरी बेच्न आए पनि होइन हाम्रो वर्तमान चाहिँ सकिसकेको छ अनि सबैजना यहाँ एकदमै सँगले यहाँ बसिराख्नु भएको छ जेरी खाँदै यता हाम्रो पूजा गरेको ठाउँहरू पनि अब साफसफाइ हुन्छ त्यस्तै छ यता जाउँ सबैजना जाउँ आउँ केही हुँदैन यता त नदेखाउँ होला कि त्यहाँनिर हेलो फाइनल अब सकिसकेको छ हाम्रो वर्तमान एकदम राम्रोसँग भयो खुसी लागिरहेछ सोचे भन्दा धेरै राम्रो भयो अत्यन्त राम्रो छोरा भतिजाको वर्तमान धेरै खुसी लाग्यो बधाई छ राम्रो भयो हर्षक बधाई छ यो धोका पुग्यो अब राम्रो भयो धोका पुग्यो बत्ती बाल्ने धोका छ नानीको वर्तमान धोका छ मेरो तल गऱ्यो ठुलाको सानाको चाहिँ यहाँ गइनु सक्यो आनन्द उज्यालो सन्तोक भएको छ है मलाई वर्तमान सकेर चाहिँ एकदमसँगले सबैजनाको यहाँ धन्दा मार्ने काम हुँदैछ होइन हल्ला छ उता आफ्नै तालमा म यता भिडियो खिच्दैछु सो त्यही हो यहाँ धमाधम सबैजना लाग्नु भएको छ कोही यता कुर्सी सुर्सी भेला गरेर रेडी पार्यौँ अब यो भाँडाहरू चाहिँ भोलि व्यवस्था गर्नुपर्ने हुन्छ हामीले अनि त्यस पछाडि भनेको यता भयो हाम्रो कुर्सी सुर्सी अब यिनीहरू भोलि खोल्ने ओर्ने व्यवस्था भोलि हुन्छ अनि यता हाम्रो यता भाँडाकुँडा एकदमसँगले पुरै भेला पारेर रेडी पारेर राखेका छौँ यहाँनिर चाहिँ सबैजना भएर एकदमसँगले चाहिँ अब
अनि अब यता सबै थानकथनको कार्यक्रम हुँदैछ। अब एकछिन गीत बजाएर नाच्ने कार्यक्रम पनि हुन्छ। यता भनेको चाहिँ यहाँ चाहिँ हाम्रो पूजाको सामग्रीहरूको चाहिँ व्यवस्थापन हुँदैछ। यता बुवा बस्नुभएको छ, ठुलो बा बस्नुभएको छ यहाँ, अनि हाम्रो यो भाइ जिरे भाइ, अनि सत्य हो त आमा पनि त्यहीँ बस्नुभएको छ। यस्तै हो त। सो वर्तमान सकिएको छ आजदेखि। साथीभाइहरू हाम्रो सङ्गीत साँझ सकि हुँदैछ यहाँ अहिले चाहिँ। वर्तमान सकेर सुत्ने बेलामा सबैजना यहाँ बसेर चाहिँ हाम्रो गीत सुन्दैछौँ है त। खोल्नु न यस्तो हुँदो रहेछ नि त। अहिले जस्तो हो साथीभाइहरू हाम्रो वर्तमानको पैसा गर्ने कार्यक्रम यहाँ सुरु हुँदैछ। त्यही त बटुकको पैसा कलेक्सन कति भयो भनेर रिजल्ट हेर्न मलाई माथिबाट बोलाएको। रिजल्ट यस्तो छ बटुक छ। यस्तो युवा जवान आउँछ कुकर र लोटा भाइ तिमीले राख्दैन नि त, तिमी अरू कसैले दिँदा पनि हुने खालको यो गिफ्ट चाहिँ बटुकलाई होइन, यो चाहिँ बटुकका आमा बाबुलाई मात्रै, बटुकलाई काम लाग्दैन। यो वर्तमान त भाइको होइन, यो वर्तमान चाहिँ सक्दै यहीँनिर चाहिँ सबैजना अब वर्तमानको कार्यक्रम फिनिस। सो गाइज अब चाहिँ हाम्रो सुत्ने बेला पनि भइसक्यो। अनि हाम्रो ब्लग चाहिँ यति देखिनुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ बाई गाइज।